Hello everyone, welcome to my another video. अनि आज चाहिँ म घरबाट भिडियो सुट गर्न पाइनँ किनकि हामी छिटो छिटो निक्लेको कारणले गर्दाखेरि। अनि आज चाहिँ हामी छुट्टी विकेन्डमा सबै साथीहरुसँग घुम्नलाई मनस्त्रके आएको छु म आउँदाखेरि। अनि आज जुसहरु दिदैछ साथीहरुले, जुस खाँदै खाँदै उकालो लाग्ने हो। चीयर्स दिदी। ओके, हाम्रो ड्रिंक्स पनि आयो फाइनली। चीयर्स एभ्रीवन, लेट्स गो। आज मौसम पनि कितना सुहाना सुहाना लग रहा है। ओए हाई भन्दिन न सबैजना यता। ए हाम्रो डन दिदी हो है, डन दिदी ब्युटिफुल ब्युटिफुल इन द सिटी। अब चाहिँ आनन्द आयो के भयो रे लदी कि फेरि भन्छ एकदम दामी दामी। आज चाहिँ मौसम पनि कति राम्रो भइरहेको छ। अब समर पनि स्टार्ट भयो, त्यसैले बेसी फरेनरहरू पनि भिजिटको लागि आएको छ अन्तखेरि। अनि हामी पनि वाउ ओके ओके। मेरो नखाइकन यसलाई चाहिँ चित्त नबुझ्ने मान्छे हो क्या सियोरी दिदी। खोइ सिस्नु चाहिँ तर कहाँ छ? ग्रिसमा पनि सिस्नु फेरि टिपेर भरे घरमा गएर है सब्जी बनाएर खाने हो। ढेँडो फेरि हाम्रो दिदीलाई ढेँडो कति धेरै मनपर्छ नि त। ढेँडो गलो तर आज चाहिँ मौसम एकदम राम्रो छ। बन्द छ मौसम राम्रो भएको बन्द छ भन्छ त। फेरि हामी यहाँ आउने होइन नि त, हामी अर्को डाँडामा जाने हो नि त जाँदाखेरि। रिया टेस्ट कस्तो छ? अर्काको लगेको जस्तो लाग्दैछ त। कलर चेन्ज भएको जस्तो लाग्दैछ त मेरो। जहिले पनि मेरै मन पराउने क्या, मेरै मन पराउने मेरो। है अरू त्यस के भयो भने हाम्रो बुढा कहिले पनि चेन्ज हुँदैन हो कि भन्छ है। हाम्रो बुढा कहिले पनि चेन्ज हुँदैन, त्यस्तो हुँदैन। एकजना चाहिँ भिडियो फोटो खिच्नुमा बिजी छ, त्यसैले गफ गर्नु पनि पाएको छैन। लदिकी फोनमा लदिकी कसलाई तैँले फोन गर्दैछस् भन्? ओइ हेलो दाइले फेरि रेड बुलको प्रमोसन गर्दै हिँड्नु हुँदैछ अरे होइन। एकजना हामी यहाँ पुरै चिलमा चाहिँ भन्नु मिल्दैन। तल दुईजना फोटो खिच्नुमा भिडियो खिच्नुमा बिजी, म आफै एक्लै। म पनि छु नि ध्यान। हेलो यहाँ ग्रिसको सबैभन्दा पुरानो चर्च भन्नुहुँदैछ दिदीले, तर हो कि होइन मलाई थाहा भएन होइन। तर कस्तो है पहिलातिर बनाएको के अरे कस्तो डिफ्रेन्ट हुन्छ क्या बनाएको उयोहरू नै। अनि यो त साँच्ची नै पुरानै छ त हेर्दाखेरि नै है। आज इस्टरको दिन जिजस क्राइस्टको पनि हामीले के अरे दर्शन गर्न आउँदैछौँ। मलाई फेरि जर्सी लाउने मान्छेहरू चाहिँ साह्रै मनपर्छ कि। गयो नि भाइ, सानो भाइले लगाएर हिँडिरहेको रहेछ। मेस्सीको फ्यान रहेछ, मेस्सीको। मलाई सुहाउने त्यस्तो नभन्ने यार। यिनीहरू खोइ के हो यो गुफा जस्तो छ, भित्र केही छ कि लदेखि के रहेछ त्यहाँभित्र लेखेको छ होला त त्यहाँनिर। एकछिन के हो यो खै के हो बुझिनँ। मलाई चाहिँ हेर्नु पनि डर लाग्यो होइन। यहाँ दुईजना चाहिँ फोटो भिडियो बनाउँदै हुनुहुन्छ। तर आज मौसम चाहिँ एकदमै राम्रो छ कि बाहिर जानुको लागि। कतै यता डाँडा कुन डाँडा? दुईटा हातमा लड्डु बोकेर हिँड्दैछ हामीहरू। हामी आउनु चाहिँ आएको छ, तर यहाँतिर त उयोमा पो आउनुपर्ने त ट्रेकिङमा होइन। आज फेरि नेक्स्ट टाइम हामी यता ट्रेकिङ रनिङ। अब यहाँनिर बिहान घरबाट मेट्रोमा चढेर अनि रनिङमा आउनु पर्दा त अनि फेरि मजाक भइहाल्यो नि। मजाक हो कि भन्दा मेट्रोमा चढिवरी आएर अनि लास्टमा चाहिँ यहाँतिर रनिङ गर्न आउँदाखेरि त रनिङ गर्नुको लागि त ठिक्क रहेछ। तर रमाइलो रहेछ। रमाइलो चाहिँ यतै नजिक रुमहरू पायो भने चाहिँ राम्रो हो नि, मतलब रनिङ लागि। अनि फेरि लङ्कै छ नि त बहिनी। फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ। आइपुग्दाखेरि सो ब्युटिफुल फाइनली यति धेरै हामी हिँडेर आएको छौँ कि आउँदाखेरि है। बाटोमा फोटो भिडियो खिच्दै
फाइनल्ली आइपुगेको छौँ हामी। यहाँ त सबै हाम्रो बोयफ्रेन्ड गर्लफ्रेन्ड लिएर आउनुपर्ने रहेछ, के गर्नु, हाम्रो त छैन। आउनु हौ दिनेश। हामी मात्रै आइपुग्दैछौँ। जोस् साह्रै याद आयो। दामी रहेछ, दामी दामी दामी। दिनेश पनि भरे के अरे भिडियो हेर्दा नि खुसी हुन्छ होला हो रिया पुरै। तर अब चाहिँ हामीले सनसेट पनि हेरिसक्यौँ होइन। फाइनली अब जान आँटेको हामी घरतिर लाग्दैछौँ। भिडियो बनाएर भ्लग बनाउने ब्याट्री पनि फोनको पुरै घटाइदिइसकेको छ, तर पनि म बनाउँदैछु। हामी जाँदैछौँ, तर एकदमै सनसेट चाहिँ हामीले इन्जोय गऱ्यौँ गर्दाखेरि। अनि जाँदैछौँ अब। अझै एकजना साथी आउँछु भनेको, अहिलेसम्म त्यसको पर्खाइमा हामी यहाँ बसेको, तर अहिलेसम्म आइपुगेको छैन। आउँदाखेरि दिदी गीत नगीत गाऊ तिमी, भरे जे पनि हुनसक्छ। सिङ्गर सब सिङ्गर सिङ्गर बाथरुम सिङ्गरहरू हाम्रो पसिना हुन्छ अरे ज्यादा। यो बिना हामीलाई निन्द्रा आउँदैन। ल तेरो अनुहार देखाइदिए। यो यति धेरै वार्मेस्ट पर्सन इन द होल वर्ल्डमा होला है। अरूलाई त छुएको छैन होइन, त्यसैले होल अपार्टमेन्ट हाम्रो साथीहरू भएको होइन। जाडो महिनामा चाहिँ यो बिना हामीलाई निन्द्रा पनि आउँदैन। अब चाहिँ गर्मी महिना भइसक्यो कि यसलाई हामी खेलाइदिन आँटेको। अब यसलाई घरबाट निकालिदिने हो, अरू थाहा होइन, किनकि योसँग हामी सुत्नु सक्दैनौँ नि त। एकजना साथी चाहिँ फाइनली हामी घुमिसकेर अन्तिम बेला चाहिँ आइपुग्दाखेरि होइन, दिदी चाहिँ राम्री न राम्री भएर आएको रहेछ त। तर अहिलेसम्म तल पर्खिँदा रात परिसक्यो, तर थाहा छैन त्यो किन ढिला आएको। राम्री न राम्री भएर कुदिरहेको रहेछ र पो। किन भनेको त डन दिदी। बाबा दिदी राम्री भएर आएकोले गर्दाखेरि पो हो होइन। अब हामी चाहिँ यहाँनिर घुमफिर गरेर फेरि घरतर्फ लाग्दैछौँ होइन। लाग्दाखेरि चाहिँ यो चस्मिस अब म पहिलादेखि मेरो आँखा कमजोर थियो हेर बहिनी। अब अहिले लगाउनु मन थिएन र मात्रै हो अहिले भर्खर लगाउँदै गरेको। बहिनीलाई पर्खिनु हुँदा रात परेको अझ, अरू केही पनि होइन। घुम्नु आएको दिउँसो, अब घर फर्किदिन्छौँ हामी राति जिन्दगीमा। तर नि केही छैन जाँदाखेरि। आजको हाम्रो थिम भनेको सेतो हो नि त। तैँले पनि ठ्याक्कै सेतो लगाएर आएछ क्या। हार्ट टु हार्ट कनेक्सन भनेको यही हुन्छ के। हार्ट टु हार्ट कनेक्सन भनेको यही हो। यी सबैजना सेतोमा छौँ। यसरी नै भित्रबाट सेतो लागेको छ, देखाइदिँदो रहेछ सेतो। ज्याकेट लगाएको छ। यसलाई चाहिँ जाडो ज्यादै नै हुन्छ। अस्ति पनि भिडियो पनि देखिहाल्नु भएको यसलाई यहाँ फेरि दिदीको टिकटक सकेकै छैन क्या अहिलेसम्म पनि। अहिलेसम्म नि टिकटक नै बनाइरहेको छ बनाउँदाखेरि होइन। टिकटक बनाउँदैछु होइन। म पनि नगइकन त फेरि यो टिकटक नै उयो हुँदैन। म त्यसैले टिकटक बनाउँदैछु। दामी देख्छ के देख्दाखेरि। तर यहाँ माथि चाहिँ देख्दाखेरि अब भनेको हामी जहिले पनि यहाँबाट फर्किँदा चाहिँ राति नै हुन्छ, किनकि माथि चाहिँ आनन्द लाग्दो हुन्छ। तर बेलुका निक्लिँदाखेरि चाहिँ मान्छे कति धेरै। दुईजना यहाँनिर मजाले बसिरहेको छ। दुईजना होइन इभिनिङ भ्यू इन्जोय गर्दैछ दुईजना पनि होइन। अझै एकजना के हो है, बिरालो नै हो त्यो। के हो त्यो नआइरह यार, के हो? बिरालो नै हो। अनि कस्तो देखेको त भ्यूलाई इन्जोय गर्दैछ। दामी हो भ्यू त हो यो त। तर दामी देख्दो रहेछ यार यो त हो। त्यो के अरे एनिमीमा हुन्छ नि ठाउँहरू त्यस्तो देखिरहेको छ देख्दाखेरि यहाँनिर। एनिमीको हिरो नि त अरे। अनि म चाहिँ को त त्यसो भने? भन भिलेन। ओ हिरो नि त अनुहार देखा। ओ एनिमीको पार्ट 2 वाला हिरो नि यही हो। गुन्डे नि त भन्नु सक्छ होला यसलाई होइन। हिरो नि भन्दाखेरि पनि हो क्या नि। तिनताल हो, तिनताल गर्नु चाहिँ सक्छ होला। दामी देख्दो रहेछ यहाँ त ठाउँ पनि होइन। अब यहाँनिर हामी फोटो खिच्न आँटेको छौँ है। 4जना मिलेर हामी फोटो खिच्न आँटेको। आम्मामा क्राउड आज स्टलले गर्दा होला यति धेरै क्राउड छ कि। हामी त बाटोमा हिँड्ने जग्गा नि राम्रोसँग पाउँदै छैन, त्यति धेरै मान्छे छ आज हुँदाखेरि घुम्नको लागि। तर यहाँ त अलवेज हुन्छ है मान्छेहरू कति धेरै। लास्टै खतरा। मेहन्दी लगाएर अहिले के गर्नु यहाँ। तर लास्टै ज्यादा
मान्छे हाम्रो दाइ यता हुनुहुन्छ नेपालको झन्डा जस्तो देख्यो तर होइन रहेछ यार आज भ्लगको लागि पनि अब ब्याट्री पनि 1% मात्रै छ सदाखेरि यिनीहरू के खानु आएको अरे ए मकैहरू खानु आएको भनेको के खाने भनेको ए ए ए खानेकुराहरू खानेकुराहरू ए यसलाई के भन्छ भने नि रोमानिया पनि पाउँछ त के अरे है के भन्छ हौ मैले मेरो त्यो रोमानियाको भ्लगमा पनि हालेको थिएँ त्यो खानेकुराहरू चाहिँ के हुन्छ भनेर ओइ के मागिहाल्नु नि त माग्दाखेरि के हो खाने माग कालो खै हाम्रो केटीहरूलाई स्विटको चिजहरू मात्रै मन पराउँछ क्या मन पराउँदाखेरि मैले चाहिँ यसलाई चाहिँ पानीपुरी बाहेक मन पर्दैन अरू चिजहरू ल दामी दिएको यम्मी यम्मी म खाँदैछु त्यतिखेर म बोल्नु सकेको थिइनँ तर यम्मी अब हामी मेट्रो स्टेसन आइपुगेछ अब हामी घर फर्किँदाएको थोरै थोरै भोक लाग्दैछ अब केही कुरा खाएर जान्छौँ के बनाउँछौँ थाहा छैन हामी जाँदैछ अब मनस्त्रास्टीको मेट्रो स्टेसनै यो चाहिँ जाँदाखेरि होइन गएर आनन्दले केही कुरा खान्छौँ त्यस पछाडि चाहिँ स्लिपिङ फाइनली हामी नेपाली मार्केट आइसकेको छौँ हाम्रो छुट्टी अरे नेपाली मार्केटमा नआउनु भनेको त गजब भइगयो नि गजब नेपाल दादी शेर्पा के किनिदिन्छ भन् फाइनली हामी घर आइपुगिसक्यो अवस्था नाजुक बिहान जाँदा कस्तो थियो म अहिले आउँदा कस्तो भएको छु होइन थाकेर आज बेसी हिँडेर थाकेर बिजोक छ फाइनली घर आइपुग्यो ओके हामी फाइनली घर आइपुगेको छौँ आज लास्टै खाएको छ होइन भ्लग पनि त्यति साह्रो राम्रो बनाउनु पाएन फोनमा ब्याट्री नभएकोले गर्दाखेरि त्यसैले बाई अर्को भिडियोमा हामी भेट्ने छौँ त्यति जेलको लागि चाहिँ पर्खाइमा बस्नु होला कतिजनाले हेर्नुहुन्छ होइन अनि भिडियो मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला स्टे ट्युन बाइ सब्सक्राइब